Hello guys, welcome back to my channel. आज तपाईहरुलाई मेरो ब्लगमा फेरि पनि स्वागत छ। र गाइस हामी जाँदै छौं टिका बच्चा। किन जाँदै छौं? भन्छु नि बिस्तारै भन्छु नि। मेरो भिडियो दिन नबसे होला हैन। अहिले कति बजे छ भने नि 5 बजे छ। 5 बजेतिर हामी इन्टाबाटतिर जाँदै छौं हैन गाइस। अनि तपाईहरुलाई धेरै दिन पछाडी तपाईहरुको बिचमा फेरि पनि ब्लग लागेको छ र ब्लगलाई सुरु गर्नुभन्दा अगाडि तपाईले मेरो च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्नु होला। गाइस मेरो धन्नु यस्तो किन गरा कि? ओ ब्रो मेरो धन्नु पुरा च्याचु गराउँदैछ किन गराको भन्ने नि यसलाई सर्भिसिङ चाहिएको होला हैन। किनकि मैले सर्भिसिङ नगरिकन ल्याएको छु बिचारी हैन। माया गर्दिन नभन्नु होला किनकि म सबैभन्दा धेरै माया कसलाई गर्छु? मेरो धन्नुलाई गर्छु। यस भन्दै यो यार गाइस यस्तै हो हैन। मेरो ब्लग धेरै दिन पछाडि आयो किनकि म भ्याइरहेको थिइनँ। म आफ्नै काममा व्यस्तता भए तापनि म भिडियो बनाउनु पाइरहेको थिइनँ भन्नु के भन्नु अल्छी लागिरहेको थियो गाइस। किनकि मेरो भिडियो लाइकै गर्दैनन् 200-300 जनाले हेऱ्यो भने यार कम्तीमा 50 जनाले त लाइक गर यार। त्यही भएर म भिडियो बनाउन अलिकति नर्भस भएको कि क्या गाइस। तपाईहरुको लाइकले मलाई मोटिभेट गर्थ्यो भिडियो बनाउन। तपाईहरुले नि मलाई खै सपोर्टै नगरे यस्तो गर्नुभयो अनि के गर्नु अब। तपाईहरुको लागि भनेर यति भिडियो बनाउँछु न त्यही पनि तपाईहरुले मलाई लाइक गर्नुहुन्न हैन। यही छैन एक दिन हाम्रो पनि जलवा चल्छ। टिकटकमा बल्ल बल्ल चल्दैछ जस्तो छ मेरो जलवा हैन। एक दिन युट्युबमा पनि चल्दैछ। म पनि एक दिन हुनेछु नेपालको मात्र हैन एसियाको नम्बर 1 युट्युबर ब्लगर युट्युबर बन्ने छु गाइस। आशा छ विश्वास छ आफूमाथि मलाई। गाइस जतिजना टिकटकमा हुनुहुन्छ नि मलाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला हैन। अरे हाम्रो ड्राइभरले चाहिँ अघि रेड बुल खाएको थियो कि त्यही रेड बुलको जलवा होला हैन। अनि गाइस यो ठाउँको ओइ माचिकले ओइ मदर पुत वटार हुन्छ नि वटार म यहाँबाट होइन तेरिका गाइस डराएको होइन मैले ब्लग बनाउनलाई होइन। जस्ट ओभर रियाक्ट मात्रै गरेको यस्तो कुकुरसँग डराउँछु म जब त कुकुरसँग डराउँछु तर सबतिर हिलो झुक्यो यार पनि हिलो लाग्छ गाइस। म किन जाँदैछु त भने नि इटाभट्टा होइन। साथीले बे गर्ने साथीको बेको निम्तो बाँड्न जाँदैछु। मेरो बे कहिले हुने हो? विरक्त लाग्छ। युट्युब लाइभ सक्सेस बनाऊ युट्युबमा अलिकति भाइरल होम युट्युबको राम्रै एउटा युट्युबर केटीहरू बे गर्छु भन्ने तपाईँहरू लाइकै गर्नुहुन्न। मेरो बे खानु मन छैन। बे खानु मन छ भने प्लिज लाइक गर्ने गरौँ सब्सक्राइब गर्ने गरौँ सेयर गर्ने गरौँ यार। मेरो बेमा जम्दै जाने मन छैन यार। अहिलेको एउटा भाइले मेरो बाइकमा युट्युब च्यानल देखो अनि कुरा गर्दै थियो त्यसको त एक मात्रै सब्सक्राइबर होला भनिदियो यार। गाइस यार 300 वटा छ त्यसले कसैले भन्दै होला गएर कति पैसा सानो 300 त छ नि त यार। गाइस मेरो भिडियो बनिराख्नु होला गाइस। आई फाइनली दादा गाइस हामी इटाभट्टाको जाँदैछौँ। खोलामा के कति पानी छ? हिजो पानी परेको छ राति साथी। हिजो राति पानी परेको छ। खोलामा पानी बढेको होला। बुइनी बाख्रा आएन भात होइन। बुइनीलाई अलिकति सघाइदिएको मैले। बुइनीको बाख्रा चाहिँ जानै मानिरहेको थिएन। बुइनीसँग कस्तो खालको बाख्रा रहेछ होइन। त्यही भएर मैले अलिकति धपाइदिएर गर्न खोजेको। अब बुइनीले यो त कस्तो काले मलाई जिस्कायो भनेर बुइनीले पनि भनियो होला। अब यस्तो दल छ ग्यार घटाएर साथी होइन। यस्तो दलदल बाटोमा हामी जाँदैछौँ होइन। अब यस्तो बाटोबाट पनि अब जानुपर्छ के गर्नु छिटो पुगिन्छ भनेर हिँड्या। खोलामा पानी के कति छ
होइन पानी त कडै होला किनकि हिजो राति त पानी परेको छ र यो खोला निन्दा हो होइन फाइनली हामी आफूलाई स्वागत गर्दछौँ इटाबाट आएका छौँ अनि यस्तो पानी धर्मराउँदो पानी यस्तो हिलो बाटोमा आएको छौँ चढाइदियो वी आर राइडर प्रोभाइडर कपिराइट आउँछ कि आउँछ तपाईँ पनि भइहाल्छ नि होइन कस्तो खतरा गाइदिन्छ कि कपिराइट चाहिँ नदे यो मैले गएको होइन अरूको लिरिक्स अरूको भए पनि मैले गएको हो कपिराइट आफूले गएकोमा दिनु पाइँदैन युट्युब अहिलेसम्म मेरो भिडियो राख्नुहोस् न लाइक सेयर सब्सक्राइब चाहिँ नबिर्सनु त गाइज होइन धेरैजना मेरो भिडियो हेर्नुहुन्छ लाइक सेयर सब्सक्राइब गर्नुहुन्न दुःख लाग्छ तपाईँहरूको लागि भनेर यति मेहनत गर्छु मेरो भिडियो पर्दैन मनपर्छ नि होइन त्यति गरिदिनु त मलाई पनि तपाईँहरूले लाइक सेयर सब्सक्राइब गरेको त्यस्तै मनपर्छ ल गरिदिन्छु न ल हामी आइपुग्यौँ थ्याङ्क यू फर वाचिङ माई भिडियो हस् त गाइज बाई बाई ला 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 गाइज हामी त्यहाँबाट आइसकेका छौँ र गाइज बाइकको गति हिलो तेरो होइन मेरो पनि पछाडि लाग्यो ल ब्यागमा हिलो है यहाँनिर चाहिँ कहाँबाट हिलो आम्मा कत्रो हिलो छिटो